नवरात्रिको सप्तमी तिथि आज फुलपाती झैँ तैँ संसारभरिका जति पनि आज दुर्गा भवानीलाई मान्नुहुन्छ उहाँलाई बुझ्नुहुन्छ भने आज यो नवरात्रिको पर्वमा सबै जग्गा उहाँलाई टोलीमा बैठाएर उहाँलाई आज घुमाइने कार्य भयो। फुलपाती यात्रा भनेर जो भनिन्छ र आज नवरात्रिको सप्तम दिन हो र यतिका दिनहरुसम्म हजुरहरूले जति पनि कथा यस लडाई भित्रको कथा सुन्नुभयो र अब आज चाहिँ के भयो त? आज सप्तमीको दिन के भयो? नेपाली समझ्दै हैन? ठीक, आज चाहिँ के भयो त भन्ने कुरा चाहिँ आजको छोटो प्रस्तुति मैले तयारी गरेको छु। जय बोलो माता कालरात्रि देवी स्वरूप जी की जय बोलो भगवान श्री सत्य साई बाबा जी की साई राम साई राम। अलिकति तन्दुरुस्त भयो नि है? आज माताको शक्ति नै यस्तै हो, तन्दुरुस्त। यसरी कहाँ साई राम भनेर हुँदैन नि, जय भनेर हुँदैन। आज जय भन्नु पर्यो, जय हो यस्तो खालको। आज यही हो माताको शक्ति चाहिँ, आज यस्तो खालको। हिजो जुन हुनुहुन्थ्यो कात्यायनी माता, हिजो जुन हुनुहुन्थ्यो आज उहाँ होइन। स्वामीले भन्नुभएको छ नि, म त्यो होइन जो तिमी सोच्छौ, जो तिमी सोच्छौ म त्यो होइन। यसै यस्तै हो। स्वामीले भन्नुभयो जस्तो, म त्यो होइन जो तिमी सोच्छौ र म त्यो हुँ जो तिमी सोच्दैनौ। त्यस्तै नै आज हिजोको कात्यायनी माता जुन रूपमा आउनु भएको थियो त्यो रूप चाहिँ आज होइन। आज कालरात्रि रूपमा माता अर्कै किसिमको देखिन्छ। यतिका सायद 7 दिन भित्रमा 6 दिन भित्रमा माताको अनुहार पनि साह्रै मिल्थ्यो होला, लुगा कपडा मिल्थ्यो होला, अलिकति बनाउटीहरू मिल्थ्यो होला। तर आज सप्तमीको दिनमा मिल्दैन, उहाँको सवारी पनि मिलेन, लुगा कपडा मिलेको छैन, शारीरिक रूप ढङ्ग पनि मिलेको छैन। आज त्यो अवस्थामा यो सप्तमी तिथिमा आज कालरात्रि काल भैरवको रूपमा आउनु भएको छ र कस्तो खालको रहेछ उहाँको रूप रङ भन्ने कुरालाई यहाँ दर्शाउँदछ। माता दुर्गाको 7वां रूप हो कालरात्रि। माता आज हिजोको भन्दा शारीरिक बनावट अर्कै किसिमको देखिन्छ। आजको माताको स्वरूप शारीरिक रूप कालो अन्ध्यारो किसिमको देखिन्छ। कालो किसिमको आज माता भएर आउनु भएको पछि, हिजो त सुन्दरी नसुन्दरी गोल्डन रङको एकदम सुनै भरेर आउनु भएको थियो भने आज त्यस्तो हुनुहुन्न, कालो रङको भएर उहाँ आउनु भएकोले गर्दा आज उहाँलाई काली पनि भनिन्छ। आजको रूपलाई उहाँलाई काली पनि भनेर भनिन्छ। आँखा रातो किसिमको छ, सधैँको जस्तो एकदम मुस्कान किसिमको आँखा छैन। आज माताको आँखा एकदमै रातो पिरो आँखा भएको जस्तो हेर्दै डर लाग्ने खालको देखिन्छ है। अनि कुनै एउटा भयानक काललाई लक्ष्य गरिएको जस्तो देखिन्छ। नामबाट नै पनि यो स्पष्ट हुन्छ कि आज माता सप्तमीमा कालरात्रिमा खतरा छ, केही न केही कसैको एकदम भयङ्कर ठुलो कुरोको वध गर्नुको लागि तयारी छ भनेर चाहिँ उहाँको रूप रङले नै आगमनले नै बताइरहेको छ। गधामा सवारी भई बस्नु भएको छ। सधैँ सिंहमा बाघमा आउनु भएको थियो भने आज चाहिँ गधामा आउनु भएको छ। आजको दिनमा मात्रै गधामा चढेर आउनु भएको छ। कसैले भन्नुहुन्छ किन चाहिँ गधामा आउनु भयो होला? बाघमा झन् खतरा हो नि त, सिंहमै हो नि त, किन गधामा आउनु भयो? यही कुरो सोच्नुपर्छ। यस्तै कुरोहरूलाई चाहिँ जान्नुपर्छ, भित्र कुराहरूलाई।
गधा भनेको चाहिँ गधाले कति भारी बोक्दा पनि नाइ भन्छ, रुन्छ हुँदैन। गधा त भारी पाएन भने रुन्छ नि त। त्यस कारणले माताले त्यो सवारीलाई चुन्नु भयो जुन चाहिँ थाक्दै थाक्दैन। माता त्रिकोणदर्शी थिए, उहाँलाई थाहा थियो आज शक्तिशाली रूपको राक्षसहरू सामना गर्नुपर्ने छ। त्यसैले गर्दा चाहिँ मातालाई थाहा छ कि आज मैले घरिघरि बिचमा बिसाउनु हुँदैन, त्यस्तो सवारीमा चढ्नुपर्छ जो सवारी चाहिँ दिनभरि निरन्तर फुल पेट्रोल लागेको गाडी जस्तै कुदिरहनु पर्छ भनेर चाहिँ माताले गधामा चढेर आउनु भएको। थाक्दै नथाक्ने, बिसाउँदै नबिसाउने गधामा सवारी भई बक्सिनु भएको थियो। भनौँ भने कालरात्रि अन्धकार परिस्थितिलाई नष्ट गर्न सक्ने हो। कालरात्रि देवीको चाहिँ कति रहेछ? त्रिनेत्र रहेछ, 3टा आँखा रहेछ। उहाँ स्वयं शङ्कर भगवान नै स्वरूप लिएर आउनु भएकोले आजको दिनमा उनको चाहिँ अर्को एउटा आँखा पनि थपिएको छ, जसले गर्दा चाहिँ आजको हुनुपर्ने दिनभरिको घटनाक्रम, दिनभरिको लडाइँहरूमा चाहिँ के हुन्थ्यो भन्ने कुरालाई अगाडि नै थाहा छ। त्यस कारणले गर्दाखेरि उहाँले त्यो योजनाहरू बनाउनु भयो। 3वटा आँखा त्रिनेत्र भएकी छिन्, अर्थात् 3वटा आँखा छ। तीनैवटा आँखा ब्रह्माण्ड जस्तो डल्लो छ। डल्लो आँखा भएको चाहिँ नि ज्ञानी हुन्छ अरे, शक्तिशाली हुन्छ अरे डल्लो आँखा भएको। त्यो चाहिँ अब तपाईँहरू नै जान्नुहोस् डल्लो आँखा कसको छ, को चाहिँ शक्तिशाली छ कि छैन। त्यस्तो खालको सायद डल्लो आँखा भएको शक्तिशाली नै हुन्छ है। तिनको मुखबाट आगोको ज्वाला निक्लेको छ। बाफ रे बाफ, आज आगो निक्लेको छ। उसले सास फेर्दा भनेपछि कति चाहिँ शक्तिशाली रूपमा आउनु भएको छ। मुखबाट आगो निस्किरहेको देखिन्थ्यो। तिनी 4 भुजाधारी छिन्, 4वटा हात भएकी र देब्रे हात एउटा यसरी अभय हस्तमा छ, अर्को चेन मुद्रामा छ। यस्तो गरेर अभय हस्तमा चाहिँ सबै भक्तहरूलाई आशिष पनि दिइरहनु भएको छ। लडाई पनि उसको चलिरहेको छ, तर त्यस्तो थकित लडाई, भयङ्कर डरलाग्दो लडाईमा पनि उहाँले यसरी भक्तहरूलाई, आफ्नो देवताहरूलाई सबैलाई आशिष पनि दिइरहनु भएको छ। कति शक्तिशाली होला। हामी हुन त 4वटा हातले ताप्ने, हिर्काउँदा उत्तम हिर्काउँदा पनि हुँदैन, अझै 2टा थपे पनि हुन्थ्यो जस्तो लाग्छ होला। तर देवीले 2टा हात, एउटा हात भक्तहरूलाई, आफ्नो देवताहरूलाई उसले आशिष दिइरहनु भएको थियो भने अर्को एउटाले चाहिँ केही चिन मुद्रामा केही कसैलाई दिइरहेको। 2टा खाली थियो। देब्रे हातमा चाहिँ के थियो? एउटा माथिको हातमा चाहिँ देवीले के बोकेछ? फलामको त्यसलाई के भनेको छ भने 4 भुजाधारी, दाहिनेपट्टि उनको हातमा अभय मुद्रा, अर्को हातमा चाहिँ के रहेछ भने देब्रे हातमा चाहिँ फलामको काँटा भएको एकदम काँडा भएको चाहिँ देब्रे हातको माथि बोक्नु भएको रहेछ। अब काँटाले नै भन्नु थाल्दा कस्तो हुन्छ? हामी त काँटा देखेछ नि, त्यस्तो चाहिँ बोक्नु भएको रहेछ देब्रे हातले माथिको। भनेपछि मुनिको हातले चाहिँ के बोक्नु भएको रहेछ? धारिलो तलवार बोक्नु भएको रहेछ देब्रे हातमा। किन देब्रे हातमा? फेरि प्रश्न आउँछ, दाहिने हातले, हामी त दाहिने हातले किन हिर्काउँछौँ, किन देब्रे हातले चलाए? यही कुरो बुझ्नुपर्छ। देब्रे हात चलाउने देख्नु भएको छ? लेख्नेले हो भने कता स्पिड लेख्दैन त। इक्जाममा त्यो देब्रे हात चलाउने स्पिड तपाईँहरूले देख्नै भएको छैन। अनि हिर्काउनु पर्यो भने देब्रे हात लाउनेले नि अघि चड्काएको चाहिँ थाहै पाउँदैन।
त्यति छिटो हुन्छ। त्यसले गर्दा नै माताले देब्रे हातमा एउटा तलवार, एउटा चाहिँ काँटै शरीरको फलामको भाँडा बोक्नु भएको थियो। यो कुराहरू बुझिराख्नुहोस् है। उग्र रूप देखिन्थ्यो अनि पनि मानव कल्याणको निम्ति सधैँ शुभ फलको माता हुन्। त्यति उग्र रूप देखे पनि केही डर लाग्दो हेर्दै यता पनि केस यसरी छरिएको, केस कोर्नु भएन। आज पुरा छोड्नु भएको थियो माताले। केस यता पनि उडिरहेको, उता पनि उडिरहेको। आज त राक्षसलाई नि हिजोसम्म मोहित हुन्थ्यो राक्षस, आज राक्षसलाई मनै नपर्ने हुनु भएको छ। उहाँ यति साह्रो रिस उठ्दो भएको छ, त्यसै पनि उसको कार्यले रिस उठ्दो भइरहेको छ। अनि तरै पनि जस्तै रिस उठ्दो भए पनि उहाँ जत्तिकै रिसले आवेगमा आए पनि तर आफ्नो भक्त र आफ्नो देवताहरूलाई उनीले शुभ मङ्गलकै लागि गर्नुभएको थियो। त्यसैले उनलाई चाहिँ शुभङ्कारी भनेर पनि उहाँलाई आजको कालरात्रि मातालाई शुभङ्कारी पनि भनिएको छ। किन शुभङ्कारी भन्दा हाम्रो निम्ति चाहिँ उहाँले मैदानमा लडे तापनि तर प्रेम गर्नुभएको थियो, माया गरिरहनु। त्यस्तो लडाइँमा पनि एउटा हातले आशिषै दिइरहनु भएको शुभङ्कारी हुनुहुन्थ्यो। र कालरात्रि आज चाहिँ मातालाई किन साह्रो पर्यो भन्दा चाहिँ कसैले भन्नुहुन्छ आजको लडाइँमा को हुनुहुन्थ्यो, किन चाहिँ डर लाग्दो भयो? हिजोसम्म अलिक उयो थियो, कम्ती थियो। आज कुन चाहिँ राक्षसको वध भयो? आजै मैले अस्ति नैको प्रसङ्गमा भन्दै थिएँ, आजैको दिन चाहिँ हो अब राक्षसहरू पक्षको धेरै सेनाहरू खतम भइसके, सबै गइसक्यो, तर च्याम्पियनहरू चाहिँ पछाडि बसेको हुन्छ नि त। त्यस्तै आजको दिनमा चाहिँ रक्तबीज सुन्नु भएको छ नि, अस्ति पनि भन्दै थिएँ, रक्तबीज जस्तो चाहिँ आज राक्षस पठाउनु भएको थियो महिषासुरले। रक्तबीज जसलाई चाहिँ एक देवीले एकपल्ट हतियारले हान्नुहुन्छ, एउटा तलवारले काट्दा चाहिँ कति खुन बन्छ होला। त्यसमा चाहिँ एक थोपा मात्रै छट्टै भुइँमा झरिसक्यो भने 10,000 राक्षसहरू जन्मिन्थ्यो भनेदेखि चाहिँ कति हो त्यहाँ तोरीको दाना छरिएको जस्तै राक्षसहरू त्यहाँनिर बटङटङ हुँदाखेरि आज चाहिँ माता रानीलाई साह्रै हमे परेको समय हो। र यो कुरोको लागि हिजो माता रानीलाई हिजो साह्रै परेको थियो। त्यस कारणले आज किन चाहिँ बिहानै देवी देवताहरू चाहिँ बिहानै ब्रह्म मुहूर्तमा उठ्नु भएर स्नान गरेर त्यहाँदेखि चाहिँ आजको हाम्रो लक्ष्य, आजको लडाई हाम्रो हार नहोस् भनेर चाहिँ देवी देवताहरू सबै बटुलिएर चाहिँ बेलको रुखलाई साक्षी बनाएर, हेर्नुहोस् है, बेलको रुखलाई साक्षी बनाएर, अघि बिहान हामी किन बेलको रुखमा गयौँ भन्दा साक्षी राखेर प्रभु ब्रह्माजीलाई स्वरूप सम्झेर सबै देवदेवताहरू चाहिँ भगवान माता दुर्गाको महिमा गाउँदै चेयरअप भने नि त, चेयरअप गर्दै किनभने आज सख्त चाहिएको थियो त्यस्तो चेयरअप। सबै माता दुर्गालाई पुरा हौसला बढाउनु थियो, प्रशंसा गरेर उहाँलाई चेयरअप गर्दा हिजै भनिहाले नि त, कति चेयरअप गर्दा मात्रै नि एकजना 1 गोल लाउनेले 2 गोल लाउँछ भने नि त। त्यस्तै आज चाहिँ हामी किन चाहिँ टोली यात्रा गरेको भन्दा माताको शक्तिलाई बढाउनको लागि, माताको ऊर्जा शक्ति बढाउनको लागि चाहिँ हामी डोली बोकेर हामी सम्पूर्ण जति पनि लाम लस्कर लागेर गयौँ। हामी आजको जुन चाहिँ एउटा नाटकीय ढङ्गमा एउटा देवताको प्रतीक हौँ, हामी देवी देवताहरू थियौँ आज दिन्छु। जो पनि आज बिहान फास्टिङमा भए पनि जसरी भए पनि तपाईँहरू सम्मिलित हुनुभयो, प्रत्येक तपाईँहरू हामी देवी देवताहरूको रूपमा आज माताको गरिमा, माताको प्रशंसा गर्दै भजनहरू गर्दै त्यहाँ बेलको रुखसम्म पुगेर त्यहाँनिर
प्रशंसा गरेर उहाँलाई आज हौसला बढाएकोले गर्दाखेरि आज रक्तबीज जस्तो त्यस्तो खतरनाक राक्षसलाई पनि वध गरेको दिन हो। अब भनेदेखि आजदेखि चाहिँ महिषासुरको प्राय निमन्त्रण नै भइसकेको छ। 1-2 जना सेनाहरू रहेको छ। अनि भोलिको दिन यस्तो खालको छ, महिषासुर क्याप्टेन आफै नै आर्मीको हुन्छ, ब्रिगेडियर आफै नै गन लिएर झर्ने बेला आयो। नत्र ब्रिगेडियर त उता अफिसमा बसेर ऐसा करो वैसा करो ह्यान करो त्यान करो, क्यों नहीं कर रहा है, क्यों गोली, क्यों तुम भाग रहे हो, त्यस्तो भन्छ नि त माथि कन्ट्रोल रुमबाट। तर आज कन्ट्रोल रुमबाट चाहिँ ब्रिगेडियर नै झर्नुपर्छ भोलि कल। भोलि चाहिँ कन्ट्रोल रुमबाट झर्ने अवस्था आइरहेको छ। र प्रतीक्षा साँच्छौँ भोलि के हुन्छ। अब भोलिको घमासान युद्ध कस्तो हुन्छ है, भोलि हुनेछ। र अब अलिकति कुरा छ, कालरात्रि पूजा गर्नाले ब्रह्माण्डका सबै सिद्धिहरूको ढोका खुल्न थाल्छ। कालरात्रि सामान्य छैन, हामी जे सोच्छौँ त्यो होइन भने हामीले उहाँलाई नमन गरेर एकपल्ट यसो ढोक्दा मात्रै पनि हाम्रो सिद्धि प्राप्त हुन्छ। सिद्धि प्राप्त हुन्छ भन्दैछ। यहाँ हेर्नुहोस् है, बाधाहरू हराएर हटेर जान्छ। आफै बाधाहरू जति पनि बाटोमा आउने बाधाहरू हटेर जान्छ। सबै असुर शक्तिहरू हामीबाट नाश भएर जान्छ। कति बेला भागेर जान्छ असुर शक्तिहरू, त्यो पत्तै हुँदैन। असुर शक्ति भनेको चाहिँ के हो हामीलाई त थाहा हुनुपर्ने। काम, क्रोध, लोभ, मोह, मत्सर्य, यही राक्षस असुर शक्ति। यी असुर शक्ति आज माताको हामी नमन गरेर उहाँलाई हामी प्रार्थना गर्यौँ भने ती असुर शक्तिहरू, हाम्रो व्यय विचारहरू, मनको घमण्डहरू सबै नाश भएर जानेछ भनेर यति साह्रो फाइदा रहेछ। त्यसैले यिनको स्मरण गर्नाले मात्रै पनि राक्षस भूत प्रेत भाग्छन्। कहाँ हो राक्षस स्वभावमा? घरमा लाग्ने भूत प्रेतहरू सबै भागेर जान्छ, डराएर जान्छ। घरको वरिपरि पनि आउन सक्दैन अरे, त्यस्तो शक्तिशाली माताको शक्ति रहेछ है। राक्षसी स्वभाव र नराम्रो ग्रहहरू हामीबाट ग्रहहरू पनि छ। कुनै कहीँ एक्सिडेन्ट हुनेवाला, कुनै त्यस्तो नराम्रो कुराहरू हुनेवाला छ, घटनाहरू हुनेवाला छ भने माताको पूजन गर्दाखेरि दूर भएर त्यसै आफै आप हटेर जानेछ भन्नुभएको छ। कालरात्रिको दिन माताले भक्तहरूलाई कहिले रुद्राणी बनेर है, माता पार्वती बनेर भनेको नि, रुद्राणी भनेको चाहिँ माता पार्वती बनेर कल्याण गर्नुहुन्छ भनेदेखि कहिले चाहिँ चण्डिका बनेर, चण्डिका जस्तो डरलाग्दो देवी बनेर चाहिँ चण्ड मुण्ड जस्ता राक्षसहरूलाई संहार गर्नुहुन्छ है। सक्नु आँटे हालेको कुरो चाहिँ अब आली लाएको कुरा चाहिँ चिल्याउनै पर्छ अरे नि त है। अच्छा, माताले चण्डीको रूप लिएर रक्तबीज जस्तो शक्तिशाली राक्षसलाई पनि आजै वध गरे। अब छैन, भोलि दिन हामी ग्यारेन्टी हाम्रो भोलि त डरलाग्दो शक्ति उम्लेर आउँछ। आजको भयङ्कर रूपलाई मारिदिनु भयो। जसले उनलाई श्रद्धा र भक्तिपूर्वक पूजन गर्दछ भने उनको मनोकामना पूर्ण हुन्छ है। कतिजना काम खोज्दै होला नि, नोकरीहरू है, नोकरीहरू खोज्दै होला, कतिले के गर्दै होला, त्यो मनोकामनाहरू पुरा हुन्छ अरे। तर श्रद्धा र भक्तिमा 100% डिभोसन इज इक्वल टु 100% सक्सेस। यो फर्मुलामा तपाईँहरूले गर्नुपर्छ। खालि हिजोको जस्तो 8 पैसा दिएर मलाई मखमलको साडी दिनु नि भन्दा हुँदैन। आफूले पनि खर्च गर्नु पर्यो नि, त्यत्तिकै रुपियाँ हान्दा मात्रै हुन्छ। कालरात्रि मातालाई पूजन गर्दा तिलको तेल हालेर दीपक जलाउनु पर्छ। आज चाहिँ मातालाई स्मरण गर्दा, मातालाई पाठ गर्दाखेरि तिलको तेल बाल्दा चाहिँ बहुत खुसी हुन्छ अरे भनेर भन्नुभएको। देवी कालरात्रि सप्तशती
मन्त्र यहाँ सानो रहेछ। ओम जयन्ती मङ्गकाली मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि स्वाहा स्वधा नमस्तुते। यसको चाहिँ के अर्थ रहेछ भनेदेखि अब यो चाहिँ खासमा टीका लाउँदाखेरि मन्त्र गर्नुहुन्छ आमा बाउले। कसलाई गर्दा? लेडिजहरूलाई गर्दा। अन्त जेन्ट्सलाई चाहिँ आइन्द्र नसुते भन्ने सब मन्त्र है, त्यो चाहिँ अब तिमी यस्तो हुनु, इन्द्र जस्तो हुनु, यस्तो हुनु भन्ने छ। तर यहाँ चाहिँ उल्टा चाहिँ यो अर्थले चाहिँ उल्टा तिमी चाहिँ भयङ्कर शक्तिशाली हो, एकदम रणचण्डी जस्तो हो, त्यसले गर्दा मलाई पनि आशिष दिनु भनेर अझै आफूभन्दा माथिकोहरूले देवीहरूलाई त गर्दो रहेछ। त्यसैले होला हौ हाम्रो चाहिँ माताहरू चाहिँ नि माताको शक्ति नै अब बेसी भएरै होला, माताले कृपा गरेर होला। तपाईँ बिहान हेर्छौँ भजन गर्दा पनि 8 2 9 4 यस्तो हुन्छ हो। मातालाई तपाईँहरूलाई कृपा गरेको छ है, त्यसले गर्दा हेर्नुहोस् मन्त्र पनि मातालाई नै दिनुभएको रहेछ यस्तो शक्ति। अब जेन्ट्सहरूलाई चाहिँ उल्टा दिनुपर्ने र तपाईँहरूलाई उल्टा माग्नुपर्ने भनेपछि तपाईँहरू कति शक्तिशाली रहेछ अब तपाईँहरू माताहरू चाहिँ अब तपाईँहरू है। त्यही अब तपाईँहरू विचार गर्नुहोस् र भक्ति तपाईँहरूको बेसी हुनुपर्ने रहेछ। अब बाउ खाल्लाई अलिकति साह्रै पर्छ है। के चढाउँदा चाहिँ खुसी हुन्छन् त? अब आज चाहिँ खासमा अघि बिहानै भन्नुपर्ने, मैले त बिहान त भनेको छु, आज जो आउनुभयो उहाँहरूलाई भन्दै अब अहिले चाहिँ मैले अब जान्नु भएको छैन। अब अहिले सुनिराख्छु मृत्यु उहाँले मृत्यु भयोबाट मुक्तिको लागि माता कालरात्रिलाई कालो चना चढाए मृत्युबाट जोगिन्छ। जसलाई मृत्यु भएछ मर्नु पो लाग्दैछ कि क्या हो, ढुक्क हुँदैछ त आमा, राति सुत्नै सही निन्द्रै आएको छैन हुन्छ नि। कसैलाई निन्द्रै आउँदैन आमा, कोही बेला 1 बजिसक्यो निन्द्रै आउँदैन। माता कालरात्रिलाई सिरानीमा नि सम्झेर सुत्नुहोस् त, भुक्लुकै हुन्छ। तर अघि भने त 100% योर डिभोसन इन्टु अन्ली योर 100% सक्सेस हो। माता कालरात्रिलाई यतिखेर पूजा गर्नुपर्ने रहेछ। कालो चाना चढाएर चाहिँ माता चढाउँदा चाहिँ माता खुसी हुन्छन् र त्यो घटनाहरूबाट जोगाउनु हुँदो रहेछ है। सप्तमी नवरात्रिको दिन नयाँ वस्त्र सुतीको निखुर रातो कपडा चढाउनु पर्छ। अनि हामी प्राय नै माता भन्नु साथै रातो लिएर आउँछ। तर हिजो चाहिँ कात्यायनी रूपमा चाहिँ पहेँलो उहाँ रुचाउनु हुन्थेछ, पहेँलो वस्त्रहरू रुचाउनु हुन्थेछ, पहेँलो फुलहरू रुचाउनु हुन्थेछ, पहेँलो मिष्टानहरू। आज चाहिँ माता कालरात्रिको रूपमा चाहिँ उहाँले रातो साडी रातो कपडाहरू रुचाउनु हुँदो रहेछ, रातो फुलहरू रुचाउनु हुँदो रहेछ है। कालो चना चाहिँ चढाउनु पर्ने र रातो तुल कपडाले यो नरिवललाई बेरेर उहाँलाई समर्पण गरेर अर्पण गरेर बोकेर श्रद्धा र भक्तिसँग लगेर टिस्टा नदीमा बिहानै अघि बिहान लगेर प्रभु यस्तो यस्तो मेरो त कामना पुरा छैन, मलाई त डर छ, धेरैजना शत्रुहरू छ, मलाई त के गरौँ हुन्छ भने त्यसरी अर्को पालि चाहिँ अब यो पालि जिप्टिहाल्यो, अर्को पालि गर्नुहोस् त्यस्तो छ भने चाहिँ हो बिहानै लगेर त्यसो गर्दा चाहिँ त्यो त्यसै नाश भएर जान्छ। शत्रुहरू त्यसै शिर निहुरेर हिँड्नु थाल्नुहुन्छ अरे, त्यस्तो रहेछ है शक्ति। अब यो मैले भनेको होइन फेरि देवी भागवत गीताको कुराहरू रहेछ, त्यहीबाट मैले तपाईँहरूलाई निकालेँ। माता कालरात्रिको पूजन गर्दा रातो वस्त्र लगाउनु उत्तम रहन्छ र रातो वस्त्र तपाईँहरूले जानेर लाउनु भयो या बाइ डिफल्ट लाउनु भयो, जेसुकै पाराले तपाईँहरूले रातो वस्त्र आज पहिरन गर्नुभयो भने माता खुसी हुनुहुन्छ। र तर अघि भनिहालेँ नि मातालाई चाहिँ माताको शरणमा बस्दै मात्रै पनि माता खुसी भइहाल्छ। तपाईँ हामी हलुका नसम्झौँ, यहाँ जति पनि बस्नु भएको छ नि माताको नि चुम्बकीय शक्तिले नै तानेर आउनु भएको। झन्डै ढिलो भयो हाम्रो यहाँ म्यामलाई हो, तर पनि माताले के गरेर घिस्याएर घचेटेर होइन तिमीले त्यहाँ एउटा छ मिठो भजन त्यहाँ सुनाउनु पर्छ मेरो शरणमा भनेर कति मिठो गाउनु भयो हो है, मिठो गाएन
बहुत अच्छा लगा हो इसलिए माताले चाहिँ अब यसरी तान्नुहुन्छ यो हामी थाहा पाउँदैन है म चाहिँ अलिअलि थाहा पाउँछु त त्यही भनेको है र अब मेरो आजको लागि यति नै हो तपाईहरुलाई धेरै मैले समयहरु पर्खाएँ आज माझीटार समिति श्री सत्य साई समिति माझीटारबाट यसरी हजुरहरु आएर 11 वटा भजन प्रस्तुत गरिदिनु भयो 11 नि 13 वटा भजन आमा 11 13 वटा भजन गाउनु भनेको 13 वटा भजनलाई प्रस्तुत गरिदिनु भयो धन्यवाद।